Hello student, welcome to my channel ज्ञान कुञ्ज। सो आजको भिडियो चाहिँ कसको लागि भन्दा चाहिँ क्लास 11 एजुकेसन सब्जेक्ट एजुकेसन एन्ड सेमेस्टर फर्स्ट सेमेस्टर जो स्टुडेन्टहरु छ फर्स्ट सेमेस्टर एजुकेसन सब्जेक्ट को लागि चाहिँ यो भिडियो विल बी योर introduction video. Okay, syllabus ma ke cha, education bhaneko ke ho, what is education and its scope ke cha, further scope त्यसमा हामी डिस्कस गर्छौं आजको यो भिडियोमा. Okay, so again I welcome you all. Okay, so let's begin. Okay, so before moving towards this video, let me give my introduction. My name is Megha Pradhan and I have done BA and MA in education and B.Ed also, and I have recently cracked UGC NET exam. Okay, and I have almost 6 to 7 years of experience in this teaching field. Okay, now let us begin. So मैले अघि नै भनिहालेँ यो भिडियो चाहिँ कसको लागि भन्दा चाहिँ so this is for class 11 student जो भर्खरै माध्यमिक दिएर तपाईहरु एनरोल हुनुभएको छ क्लास 11 मा अनि सेमेस्टर 1 को लागि अनि यो सब्जेक्ट चाहिँ कुन चाहिँ भन्दाखेरि एजुकेसन सब्जेक्ट. ओके, सो हामीले क्लास 10 सम्म एजुकेसन भन्ने सब्जेक्ट पढेको हुँदैन, हामीले सुनेको पनि हुँदैन है. कति जनाको लागि इट इज भेरी न्यू, कति जनाको लागि हैन सबै जनाको लागि नै जो एनरोल भएको छ एन्ड एजुकेसन सब्जेक्ट अप्ट गरेको छ जसले एजुकेसन सब्जेक्ट लिएको छ उनीहरुको लागि यो सब्जेक्ट एकदम न्यू हो है. के हो एजुकेसन भनेको भनेर. सो यहाँ मैले फर्स्ट सेमेस्टरको एजुकेसनमा क्लास 11 को फर्स्ट सेमेस्टरमा के पढ्नुपर्छ, कति युनिट पढ्नुपर्छ त्यो सिलेबस लिएर आएको छु. सो बिफोर डिस्कस अबाउट द सिलेबस, फर्स्ट म के भन्छु भन्दाखेरि चाहिँ सब्जेक्ट हो. लेट अस डिस्कस अबाउट दिस सब्जेक्ट. व्हाट इज एजुकेसन. एजुकेसन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एजुकेसन सब्जेक्टमा के पढ्नुपर्छ कन्फ्युज हुन्छ है. मलाई पनि कति जनाले सोध्छ के सब्जेक्ट लिएर पढेको भन्दा एजुकेसन भन्छ अन्त कन्फ्युज हुन्छ, कति जनालाई थाहा छैन. मोस्ट अफ द पीपल दे डोन्ट नो अबाउट दिस सब्जेक्ट. ओके, सो फिजिकल एजुकेसन लिएर पढेको अब त्यस्तो सोध्छ है, थाहा हुँदैन कति जनालाई. सो एजुकेसन भनेको चाहिँ के हो भन्दा चाहिँ एजुकेसनमा हामीले के पढ्नुपर्छ भन्दा चाहिँ एजुकेसन सब्जेक्ट इटसेल्फ सजेस्ट एजुकेसन. सो यहाँनिर हामीले एजुकेसनको बारेमा पढ्नुपर्छ. बुझ्यो. एजुकेसन लाइक हाम्रो एन्शियन्ट टाइममा, मिडेबल टाइममा, मोडर्न या अहिले फिलहाल हाम्रो एजुकेसन सिस्टम कस्तो छ, स्पेशली इन्डियाको एजुकेसन सिस्टम कस्तो छ या थियो पास्टमा त्यो कुरा पढ्नुपर्छ. पोलिसिज जति पनि एजुकेसनको अन्डरमा जति पनि कमिसन्स कमिटिज बनिन्छ या बनेको थियो इन द पास्ट, अनि पोलिसिजहरु जस्तै नेशनल एजुकेसन पोलिसी 2020 आयो हैन, त्यसको बारेमा हामीले एजुकेसन भित्र पढ्नुपर्छ. बुझ्यो. अनि नट ओन्ली दैट, एजुकेसनमा थुप्रै पार्टहरु हुन्छ हाम्रो, लाइक एजुकेसन साइकोलोजी पढ्नु पर्यो. यसमा हामीले चाइल्ड साइकोलोजीको बारेमा पढ्नु पर्यो. एजुकेसन फिलोसफी हुन्छ, फिलोसफीको बारेमा पढ्नुपर्छ. हाउ फिलोसफी इफेक्ट एजुकेसन त्यो पढ्नुपर्छ. फिलोसफीले एजुकेसनलाई कसरी हेल्प गर्छ हैन, त्यो कुराहरु पढ्नुपर्छ. एन्ड सोशियोलोजी अल्सो, सोशियोलोजी पनि हुन्छ एजुकेसन सोशियोलोजी है. एजुकेसन को इम्प्याक्ट के हुन्छ सोसाइटीमा हैन, एजुकेसन सोशियोलोजी पढ्नु पर्यो हामीले. पेडागोजी पढ्नु पर्यो. पेडागोजी भनेको टिचिङ, जो टिचिङसँग रिलेटेड हुन्छ त्यो कुराहरु. ओके, अनि क्लासरुम म्यानेजमेन्ट कसरी गर्नु त्यो कुराहरु हामीले एजुकेसनमा पढ्नुपर्छ. ओके, एन्ड एजुकेसन सब्जेक्ट चाहिँ हामीले बीएड एमएडहरु भन्ने सुनेको है, जो टिचर ट्रेनिङ स्टुडेन्टले पढ्छ, बीएड एमएड गर्छ. जो बीएड एमएड गरेर के हुन्छ टिचर हुन्छ.
त्यहाँ पनि हाम्रो यो के पढ्नुपर्छ, एजुकेसन सब्जेक्टै हो सबै। जति पनि हामीले एजुकेसन सब्जेक्टमा सिलेबस हाम्रो हुन्छ त्यही सिलेबस चाहिँ कहाँ हुन्छ, बिएड एमएडमा हुन्छ। सो इफ तपाईँहरूले एजुकेसन सब्जेक्ट लिएर फर्दर स्टडी गर्नुभयो भने, इफ तपाईँहरूलाई टिचर हुनु मन छ, अब कसैलाई टिचर हुने तपाईँको एम्बिसन छ भने एजुकेसन लिएर तपाईँहरू फर्दर बिएड एमएड गर्छ, त्यति बेला सजिलो पर्छ। किनभने यो जे पर्छ हामी एजुकेसनमा त्यही कुरा चाहिँ बिएड एमएडमा हुन्छ। ओके, सिलेबस आर सिमिलर, सेम हुन्छ। ओके, एन्ड यो सब्जेक्ट एजुकेसनको कुरा भइहाल्यो होइन, एजुकेसनमा के पढ्नुपर्छ भनेर। अनि बिसाइड द्याट एजुकेसन लिएर चाहिँ के स्कोप छ त फर्दर हामीले के गर्न सक्छ त भन्दाखेरि, एजुकेसन चाहिँ एकदम के भन्नु वाइड एन्ड भास्ट सब्जेक्ट हो, एरिया हो। हामीले भास्ट फिल्डमा, वाइल्ड फिल्डमा हामीले काम गर्न सक्छौँ एजुकेसन लिएर चाहिँ होइन। सो फर्स्ट एन्ड फरमोस्ट हामीले एजुकेसन लिएर के गर्न सक्छ भन्दाखेरि चाहिँ हामी एजुकेसनको टिचर हुनसक्छ स्कुलमा या कलेजेसमा। ओके, अनि स्कुल र कलेजेसमा नभएर हामीले बिएड एमएड कलेजमा पनि हामीले टिचर, त्यहाँको टिचर भएर हामीले काम गर्न सक्छौँ। ओके, एन्ड बिसाइड द्याट तपाईँहरूले गभर्मेन्ट रिसर्च फिल्डमा एजुकेसनमा काम गर्न सक्नुहुन्छ। ओके, एज अ रिसर्च स्कलर भएर। एन्ड करिकुलम डिजाइन गर्नुमा, करिकुलम जुन चाहिँ हाम्रो सिलेबस बनिन्छ स्कुलको करिकुलम, त्यो डिजाइन गर्नुमा तपाईँले गभर्मेन्टसँग काम गर्नु सक्नुहुन्छ। ठुल्ठुलो बडीमा जस्तै एनसिआरटी भयो, युजिसी, यो बडीहरूमा तपाईँ यो बडीहरूसँग तपाईँले इफ त्यहाँनिर तपाईँ काम गर्नुहुन्छ भने तपाईँले के गर्न सक्नुहुन्छ, सिलेबस या करिकुलम सेट गर्न सक्नुहुन्छ। ओके, त्यो मात्रै नभएर तपाईँले साइकोलोजी म फर्दर यो एजुकेसन लिएर म फर्दर साइकोलोजी लिएर पढ्छु, म एजुकेसन साइकोलोजी, म साइकोलोजीमा पढ्छु भनेर तपाईँले साइकोलोजी लिएर पढ्दा पनि हुन्छ। ओके, अनि तपाईँहरूले साइकोलोजी लिएर पढेर गाइडेन्स एन्ड काउन्सिलर गाइडेन्सको काम पनि गर्न सक्नुहुन्छ स्टुडेन्टको लागि। ओके, अनि अझै माथि हेऱ्यौँ भने हामीले पोलिसी, एजुकेसनको पोलिसी मेकिङमा पनि हामीले आफ्नो योगदान दिन सक्छौँ। ओके, सो दिस अल आर द स्कोप अफ एजुकेसन लिएर चाहिँ हामी चाहिँ के गर्न सक्छौँ। ओके, नाउ बुझ्नुभयो होला तपाईँले एजुकेसन भनेको के हो अनि स्कोप के हुन्छ। अब हामी डिस्कस गरौँ सिलेबस। ओके, हामीलाई थाहा छ हाम्रो जुन चाहिँ सेमिस्टर बन्छ क्लास 11 को वेस्ट बेङ्गल बोर्डको एमसीक्यू क्वेसन आउँछ है। एन्ड इन एजुकेसन देयर आर 4 युनिट। ओके, 2 groups, group A and group B, and total there are how many units? There are 4 units. Okay, group B मा दुईटा युनिट छ and group B मा पनि दुईटा युनिट छ। अनि यो group A यो जुन चाहिँ group A छ 20 मार्क्स को आउँछ यहाँबाट 20 मार्क्स। ओके, and group B बाट 20 मार्क्स को 20 मार्क्स फ्रम each group। ओके, 40 मार्क्स को त हुन्छ हाम्रो एक्जाम, 40 मार्क्स को एमसीक्यू क्वेसन हुन्छ एन्ड 10 मार्क्स को तपाईको प्रोजेक्ट वर्क। ओके, सो बुझ्यो, यहाँबाट 20 मार्क्स को आउँछ ए बाट एन्ड बी बाट पनि 20 मार्क्स को आउँछ। सो 20 + 20 40 मार्क्स को टोटल एक्जाम हुन्छ हाम्रो। सो युनिट 1 मा हामीले के पढ्नुपर्छ भन्दाखेरि यो जस्ट मैले के टपिक मात्रै लेखेको छु। यसको अन्डरमा पनि जस्तै यो युनिट 1 देख्नु हुँदैछ तपाईहरुले मिनिङ कन्सेप्ट एन्ड aims of
एम भएछ एम्स इट्स एम्स ओके एम्स अफ एजुकेसन सो यसको अन्डरमा पनि अगेन च्याप्टरहरू छ यहाँनिर सो त्यो मैले लेखेको छुइनँ जब म क्लास गराउँछु त्यति बेला थाहा हुन्छ तपाईँहरूलाई सो युनिट 1 मा के छ भन्दा एजुकेसनको मिनिङ अनि एजुकेसनको एम्स चाहिँ के हो हैन त्यो अघि मैले जुन चाहिँ डिस्कस गरेँ त्यही कुराहरू मिनिङ एजुकेसनको मिनिङ पढ्नुपर्छ स्कोप पढ्नुपर्छ नेचर पढ्नुपर्छ एजुकेसनको ओके सो त्यही कुराहरू पढ्नुपर्छ युनिट 1 मा अनि युनिट 2 मा यसमा पनि मैले युनिट 2 मा पनि के गरेको छु भन्दाखेरि why it is not working okay unit 2 मा के छ भन्दा forms and agencies of education सो यसमा पनि फर्दर के छ तपाईको च्याप्टर्सहरु डिभाइड भएको छ ओके सो यसमा के पढ्नुपर्छ भन्दाखेरि फर्म्स अफ एजुकेसन लाइक एजुकेसनको कस्तो कस्तो फर्म्स हुन्छ लाइक म पढाउँदा क्लास म जब गराउँछु त्यति बेला गराउँछु यो फर्मल इन्फर्मल नन फर्मलहरु हुन्छ अनि एजेन्सीज भनेको चाहिँ के एजेन्सीज हो एजुकेसन के को माध्यम के को थ्रुले चाहिँ के को मिडियमले चाहिँ हामीले के गर्नु एजेन्सीहरु चाहिँ के हो भन्दा एजुकेसन चाहिँ पाउन सक्छौं हामीले के को मिडियमले भन्दाखेरि हामी त फर्स्ट हाम्रो फर्मलमा स्कुलको बारेमा पढ्नु पर्यो स्कुल कलेज युनिभर्सिटी राइट अनि एजुकेसन हामीले घरबाट पनि पाउँछ हामीले फ्यामिलीबाट पाउँछौं हामीले हाम्रो रिलिजियस इन्स्टिट्युसनहरु चर्च भयो मन्दिर भयो हैन गुम्बा सो त्यहाँबाट या रेडियो भयो टेलिभिजन सोशल मिडिया त्यहाँबाट पनि हामीले के पाउँछौं एजुकेसन पाउँछौं यस अर नो सो These all are the agencies of education. बुझ्यो त्यो म गराउँदा गर्छु. Now next come to the group B and group B को unit 1 मा के छ भन्दा education and philosophy. Education and philosophy. So यसमा के पढ्नुपर्छ भन्दा philosophy पढ्नुपर्छ. Okay? जुन चाहिँ philosophy मा जतिवटा कुराहरू लेखेको छ त्यो चाहिँ हामीले एजुकेसनको मिडियमले चाहिँ कसरी हामीले we can apply that philosophy in our life भनेर चाहिँ पढ्नु पर्छ सो त्यो फिलोसफीहरु हामीले इन्डियन फिलोसफी पढ्नुपर्छ वेस्टर्न फिलोसफी जस्तै बुद्धिज्म जैनिज्म ओके एन्ड वेस्टर्न फिलोसफीमा आइडियलिज्म प्र्याग्मेटिज्महरु भन्ने हुन्छ त्यो कुराहरू पढ्नुपर्छ बुझ्यो एन्ड last one is our unit 2 from group B education and society अघि भने मैले साइकोलोजी पनि पढ्नु पर्छ not psychology sorry society sociology पनि पढ्नु पर्छ भनेको थिए सो सोसाइटीको नोर्म्सहरु के हुन्छ के भन्छ रुल्स रेगुलेसन ओके यसमा हामीले सो सोसाइटीको बारेमा पढ्नु पर्छ बुझ्यौ युनिट 2 मा मिनिङ अफ सोशियोलोजी भनेको के हो नीड अफ एजुकेसन सोशियोलोजी कल्चरको बारेमा व्हाट इज मोबिलाइजेसन ओके एन्ड रोल अफ एजुकेसन टु चेन्ज सोसाइटी हौ त्यस्तो कुराहरू पढ्नु पर्छ यसमा सो अहिले हामी ज्यादा डिस्कस नगरौँ जब यो टपिकहरु गर्छ त्यतिबेला हामी मजाले विस्तारै गर्ने छौं okay so I hope you understand okay so this much for today thank you so much and please don't forget to subscribe my channel किनभने अनि बेल आइकन पनि क्लिक गर्दिनु होला because next video आउँदाखेरि तपाईहरुकोमा के जान्छ नोटिफिकेसन जान्छ सो त्यसले चाहिँ तपाईहरुले मेरो अपकमिङ भिडियोसँग के गर्न सक्नुहुन्छ जोडिन सक्नुहुन्छ सो thank you for today bye bye have a good day